भन्दाखेरि हामी चाहिँ कसो भने अब म परमेश्वरमा चाहिँ कसो मलाई प्रार्थना गर्न आउँदैन, मलाई यसो भने आउँदैन, झन् चुलाएर बस्यो भने झन् के हुन्छ त, झन् हामी नबोल्ने हुँदै हुँदै हामी के बोल्न पनि हामी सक्दैनौँ। तर जे छ जस्तो छ आफूले जस्तो पाएको छ, तर हामीले आफ्नो परमेश्वरलाई चाहिँ हामीले के गर्नुपर्छ, धन्यवाद दिनुपर्छ, हामीले भन्नुपर्छ। हाम्रो परमेश्वरलाई हामीले जहिले पनि कसै उहाँलाई चाहिँ हामीले के गर्नु भने धन्यवाद हामीले दिनैपर्छ। किनकि प्रभु तपाईँलाई धन्यवाद, किनकि आजको दिन के गर्नुभयो, तपाईँले मेरो लागि दिनुभयो। परमेश्वर तपाईँलाई धेरै धन्यवाद छ, आजको सुन्दर बिहान तपाईँले मेरो लागि के गर्नुभयो, दिनुभयो। किनकि हामीले परमेश्वरलाई यति धन्यवाद हामी दिन सक्छौँ नि, सकिन्छ नि यति हो। तर हामी केही गर्न हामी नबोलिकन चाहिँ हामी के गर्नु, हामी बस्नु चाहिँ हामी हुँदैन है। यो पनि एउटा कसो भन्दाखेरि हामीहरू चाहिँ कसो एउटा लाज, एउटा डर। त्यही कारण म हजुरलाई म बारम्बार भन्ने गर्छु नि, हामी जहिले पनि कसो नि सेवा सङ्गति भनेको हामी हिँड्नुपर्छ। हामी सिक्ने भनेको नै सेवा सङ्गतिबाट हामीले सिक्ने हो। हामीले बुझ्ने भनेको नै सेवा सङ्गतिबाट हामीले बुझ्ने हो। जति हामी सेवा सङ्गतिमा हामी जान्छौँ, जति हामी परमेश्वरको हामी सेवा सङ्गतिमा हिँड्छौँ, त्यति नै हामीले बुझ्छौँ र त्यति नै हामीले के हुन्छ, हामी आशिष हामीले पाउँछौँ र त्यति नै हामी के हुन्छ, हामी आशिष हामी हुन्छ है। त्यही भएर हामी चाहिँ कसो भन्दाखेरि परमेश्वरमा हामी सिक्न हामी पछाडि नहटौँ र परमेश्वरमा हामी सङ्गति हिँड्न कदापि हामी अल्छी हामी नगरौँ। हामी जति अल्छी गर्छौँ त्यति नै हामी के गर्छौँ, हामी परमेश्वरको त्यहाँ आशिषबाट हामी के हुन्छ, हामी पछाडि हुन्छौँ, हामी परमेश्वरको आशिषबाट हामी वञ्चित हुन्छौँ। जति हामी परमेश्वरबाट हामी जति गर्छौँ, जति हामी गर्छौँ, त्यति हामी परमेश्वरबाट के हुन्छ, हामी अल्छी गरेर हामी हुन्छ पछि 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 हामी हट्छ है। त्यही कारणले गर्दाखेरि सकभर हामी कसो भन्दाखेरि सेवासँग हामी हिँड्न कहिले हामी कदापि हामी नछौँ है। अब हामी वचनतिर जानेछौँ। आज हामी वचन हेर्नेछौँ। तपाईँलाई थाहा छ चिन्ता के होला, ल भन्नुहोस् त, चिन्ता भनेको के हो? भन, चिन्ता के हो भन, समस्या समस्या हो नि। चिन्ताले मानिसलाई चिन्तामा पुर्याउँछ भन्छ नि। किनकि हामीहरू यो कस्तो भन्दाखेरि चिन्ता नहुने सायद यो संसारमा मान्छे कोही छँदै छैन होला। चिन्ता नहुने मान्छे यो संसारमा कोही छँदै छैन। हाम्रो परमेश्वरले पनि कति चिन्ता थियो नि, चिन्ता थिएन र? तर हाम्रो परमेश्वरलाई चिन्ता थियो अर्कै प्रकारको, हामीहरूलाई चिन्ता थियो अर्कै प्रकारको। हाम्रो परमेश्वरलाई कस्तो प्रकारको चिन्ता थियो त? म चाहिँ यस पृथ्वीमा भएका यावत जति पनि मानिसहरू छन्, जति पनि प्राणीहरू छन्, उनीहरूलाई मुक्ति कसरी दिने, उनीहरूलाई त्यो पापबाट छुटकारा कसरी दिने भन्ने कुरा हाम्रो परमेश्वरलाई के थियो, चिन्ता थियो। अब हामीहरूलाई चिन्ता के छ त? अहिले के खाए, बेलुका के खाने, बेलुका खाए बिहान के खाने, बिहान के उठिसकेपछि ल आज पैसा कसरी कमाउने, दिनभरि पैसा कमाए, ओहो यति पैसा त पुगेन, भोलि कसरी कमाउने भन्ने त्यो चिन्तै चिन्ता चिन्तै चिन्ता चिन्तै चिन्ताले हामीलाई के हुन्छ, हामीलाई सताइरहेको हुन्छ है। तर जति जे गरे पनि यो चिन्ताले चाहिँ हामीलाई कदापि छोड्दैन, हामीलाई कदापि। यो चिन्ता भन्ने चिज एउटा कस्तो यस्तो एउटा साथी हो, एकदम विश्वासिलो साथी हो। आफ्नो श्रीमान श्रीमती भन्दा नि विश्वासिलो साथी। बरु श्रीमतीले छोड्ला, श्रीमानले छोड्ला, तर चिन्ताले कहिले छोड्दैन होइन हो। त्यही कारणले गर्दाखेरि यो चिन्ता भनेको चाहिँ एकदमै एउटा विश्वासिलो साथी है। तपाईँलाई एउटा म एउटा सानो एउटा म एउटा कथा हुन्छ है। एउटा यो एकदमै एउटा कन्जुस मान्छे थियो अरे कि होइन, एउटा एकदमै कन्जुस मान्छे थियो अरे कि। त्यो कन्जुस मान्छे चाहिँ कस्तो भन्दाखेरि म चाहिँ के गर्छु भन्दाखेरि मलाई चिन्ता नहोस् भनेर चाहिँ उसले कस्तो भन्दा धेरै धनहरू म कमाउँछु भनेर चाहिँ उसले एकदमै पैसा उसले कमाएर कि सबै पैसा कमाइसकेपछि अन्तिममा चाहिँ कस्तो भन्दाखेरि यदि काल आएर त्यसलाई के भनेर भन्दाखेरि ल त भोलि मर्दैछस्, ल तेरो अन्तिम इच्छा के छ भन भनेर चाहिँ त्यो कालले त्यसलाई भनेपछि त्यसलाई त रातभर निन्द्रा लागेन त्यसलाई हेर्नु है। अब भोलि मर्छ भनेपछि राति कसले कसरी निन्द्रा लाग्नु होइन, त्यसलाई त रातभर निन्द्रा लाने। अब भरि मरिहाल्छ, के गर्ने कसो गर्ने के गर्ने कसो, त्यो छटपट 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 हुँदा हुँदा राति सुत्नुपर्ने मान्छेले पनि त्यो निन्द्रा नलाई चिन्ताले उसले झन् निन्द्रा लागेन, चिन्तामाथि झन् चिन्ता। अनि बिहान चाहिँ उसले कसरी अब अलिक उसले के भन्छ भनेदेखि होइन अब यो काललाई चाहिँ म भेट्छु भनेको छ कि उसले, यो काललाई चाहिँ म भेट्छु, भेटेर यो काललाई एउटा मात्र मेरो एउटा दुःखी छ उसलाई म दर्शाउँछु भनेर चाहिँ कसो भन्दाखेरि त्यो काल आइसकेपछि उसलाई भनेर कि कालजी तपाईँले मलाई धेरै सिर्फ अब एक दिनको मात्र तपाईँले मलाई आइदिनुहोस् न भन्दाखेरि कालले चाहिँ हुँदैन,
तिम्रो त अब मिति पुगिसक्यो, तिमीले जस्तो मैले तिमीलाई बिहान तिमीलाई लानै पर्छ, मैले तिमीलाई छोड्न पनि सकिँदैन भन्ने चाहिँ कसो भन्दै त्यो कालले उसलाई भनेको छ अरे कि मलाई 1 घन्टा लाग्यो भने 1 घन्टा पनि हुँदैन एकछिनमा, किनकि तपाईँको कसो भन्दाखेरि मिति भन्यो भने बिहानसम्म हो, त्यहाँ तपाईँ एक सेकेन्डमा तपाईँले बाँच्नु हुन भनेपछि त्यो चिन्ताले उसलाई त्यो गर्दा 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 आखिर त्यो कसो भने चिन्ताले उसलाई लिएरै छोडेर गयो अरे कि हो। किनकि चिन्ता भनेको पनि यस्तो हो, तपाईँ हामीलाई पनि कस्तो भने यो चिन्ताले हामीलाई फिक्री नगर होइन। हामीले जति चिन्ता गरे पनि जति फिक्री गरे पनि हामीलाई कसो भन्दाखेरि त्यो चिन्ताले हामीलाई कदापि छोड्दैन। जस्तो अघि हाम्रो भाइलाई भनेको उहाँले भन्नुभएको थियो होइन, अब कसरी उहाँलाई त्यस्तो खोकी लागेको थियो अरे, उहाँलाई त्यस्तो बिमारी भएको थियो अरे, उहाँले त अहिले पनि भन्दाखेरि त कसो भन्दाखेरि मान्छे त मर्छ भनेर भन्दाखेरि त उहाँलाई कति चिन्ता पऱ्यो होला त होइन। अब औषधि खायो भने निको नहुने, जसो गरेर निको नहुने। अब उपाय भनेको एउटा सिर्फ के छ, प्रभु येशू ख्रीष्ट। उपाय भने सिर्फ एउटा के छ, प्रार्थना। किनकि हाम्रो परमेश्वरमा हामीले एकदमै आनन्द साथ विश्वास साथ हामीले प्रार्थना गऱ्यो भने हाम्रो परमेश्वरले हामीले गरेको त्यो प्रार्थना उहाँले सुन्नु भइकन त्यो चिन्ता र त्यो फिक्रीबाट उहाँले हामीलाई के गर्नुहुन्छ, उहाँले हामीलाई छुटकारा दिनुहुन्छ। उहाँको लागि पास्टरले प्रार्थना गरिदिनु भएको थियो होइन अस्ति होइन, उहाँले प्रार्थना माग्नुभयो, प्रार्थना गरिदिनु भयो। आज उहाँलाई चाहिँ कसरी त्यो बिमारीबाट उहाँलाई के गर्नुभयो, छुटकारा दिनुभयो हो। यो चिन्ताबाट उहाँ एउटा त मुक्त त हुनुभयो नि, अझै उहाँको अझ चिन्ता त बाँकी छ होइन। एउटा चिन्ताबाट त परमेश्वरले छुटकारा दिनुभयो होइन हो, अझै उहाँसँग अझै चिन्ता अझै बाँकी छ होइन। त्यो चिन्तालाई पनि उहाँले के गर्नु, परमेश्वरले के गर्नु पऱ्यो, प्रार्थना माग्नु पऱ्यो। आफूसँग भरिको पिर मर्काहरू कसरी उहाँले राख्नुभयो। उहाँले एउटा बिमारीको समस्या थियो, मलाई यसो बिमारी छ, मलाई प्रार्थना गरिदिनु, उहाँले प्रार्थना माग्नुभयो, तर त्यो बिमारीबाट परमेश्वरले के गर्नुभयो, छुटकारा दिनुभयो। सायद यदि उहाँसँग त्यो विश्वास नभइदिएको भए, यदि कसरी परमेश्वरले मलाई निको पार्नुहुन्छ भन्ने विश्वास नभइदिएको भए उहाँले यसो परमेश्वर प्रार्थना माग्नेवाला थिएन होइन। उहाँले कसरी चिन्ता परेर ल प्रभु मलाई कसरी तपाईँ निको पारिदिनुहोस्, पास्टर बाबालाई प्रार्थना गर्नु। उहाँले जब पास्टर बाबालाई प्रार्थना गर्न माग्नुभयो तब के गर्नुभयो, परमेश्वरले पास्टर बाबाको प्रार्थना सुन्नुभयो र पास्टर बाबा मार्फतद्वारा उहाँले के गर्नुभयो, चङ्गाइ पाउनुभयो। आमेन हो। किनकि हो परमेश्वरले पनि हामीहरूलाई के गर्नु भएको छ, तिमीहरूको चिन्ता फिक्री सबै के गर ममा दर्शाओ, म तिमीलाई के दिन्छु, त्यो चिन्ता र फिक्रीबाट तिमीलाई म के दिन्छु, पार लगाइदिनेछु, छुटकारा दिनेछु है। के खाउला के होला भने आफ्नो प्राणको निम्ति र के लगाउला भने आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन र खानेकुरा भन्दा शरीर लुगाफाटा भन्दा उत्तम होइन र हो। हामी के गर्छौँ तर कसो भन्दाखेरि हामीले हो, हामीलाई कसो भने हाम्रो यो बाहिरी शरीरलाई ढाक्न हाम्रो लुगा त चाहिन्छ, तर हाम्रो आत्मिकी शरीर ढाक्नलाई हामीलाई के चाहिन्छ, परमेश्वरको हामीलाई के चाहिन्छ, प्रार्थना, यानि कि परमेश्वरको आदेश हामीलाई हाम्रो जीवनमा चाहिन्छ। तब हामी के गर्न सक्छौँ, हामी त्यो चिन्ता र फिक्रीबाट हामी के गर्न सक्छौँ, हामी एकदमै टाढा हुन सक्छौँ है। अनि यहाँ के भन्छ भने तिनीहरूले न त यहाँ के भन्छ भने आकाशका चराचुरुङ्गीलाई हेर, तिनीहरूले न त बिउ छर्छन्, न अन्न कटनी गर्छन्, न भगारीमा बटुल्छन्, तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिनीहरूभन्दा बढी मूल्यवान छैनौ र? तिनीहरूभन्दा हामी धेरै मूल्यवान छौँ, किनकि हामीलाई सोच छ, हाम्रो क्षमता छ, हामीलाई सोच्न सक्ने क्षमता छ, हामीले काम गर्ने हामीलाई क्षमता छ होइन। तर पनि परमेश्वरले उनीहरूलाई पनि के गर्ने, वास्ता फिरी गरिकन परमेश्वरले के गर्नुभयो, धरतीमा परमेश्वरले हरेक किसिमका जीव जन्तुहरूको लागि उहाँले के गरिदिनु भयो, अन्न बालीहरू सब हरेक फलफुलहरू उहाँले के गर्नुभयो, त्यो उहाँले उमारिदिनु भयो, उब्जनी गरिदिनु भयो। कसको लागि? ती चराचुङ्गीहरूको लागि। ती चराचुङ्गीभन्दा हामी त धेरै मान्छौँ नि होइन, ती चराचुङ्गीभन्दा हामी धेरै बुझेकी छौँ नि। किनकि परमेश्वरले हामीलाई के गर्नु भएको छ, हामीलाई बुझ्ने हृदय परमेश्वरले हामीलाई हालिदिनु भएको छ। परमेश्वरले हामीलाई के गर्नु भएको छ, हात खुट्टा हामीलाई दिनुभएको छ। परमेश्वरले हामीलाई के दिनु, सोच्ने क्षमता हामीलाई दिनुभएको छ। हामीलाई परमेश्वरले कामहरू खाने शक्ति परमेश्वरले हामीलाई दिनुभएको छ। तर त्यही पनि हामी के गर्छौँ, हामी चिन्ता गर्छौँ। त्यही पनि हामीले के गर्छौँ, हामी कसो भन्दाखेरि चिन्ताले हामी के गर्छ भन्दाखेरि के हामी उनी गर्न सक्दैनौँ होइन हो। त्यो चिन्ता तिमीहरूले के गर्नु नलिऊ, तिमीहरूले के गर त, सिर्फ तिमीमा भरेको मर्का चिन्ताहरू तिमीहरूले ममा दर्शाऊ, त्यो चिन्ता फिक्रीबाट म तिमीलाई के गर्नेछु, दूर हटाइदिनेछु भन्ने यहाँ परमेश्वरले भन्छ है। तर तिमीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरूभन्दा बढी मूल्यवान छैनौ र? तिमीहरूमध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छन्? जुन अघि मैले भने नि, जुन त्यो धनी व्यक्तिले कसो भन्ने, उसले त्यो काललाई त भनेको थियो नि, मलाई 1 घन्टा 1 सेकेन्ड मलाई दियो भन्दाखेरि उसले माग्दाखेरि पनि तर त्यो कालले उसलाई के गरेर त त्यो आयु उसलाई 1 सेकेन्ड पनि थपेर दिनु सकेन हो। त्यही कारणले गर्दाखेरि पनि
हामीहरूले पनि कसो भन्दाखेरि कहिले पनि आफ्नो पीर मर्का चिन्ताहरू सब छोडेर हामीले के गर्नुपर्छ, हामीले परमेश्वरमा हामी के गर्नुपर्छ, हामी लाग्नुपर्छ। हामीले परमेश्वरमा प्रार्थना गरेर हामी के गर्नुपर्छ, अगाडि बढ्नुपर्छ। जति हामी परमेश्वरमा हामी विश्वास साथ हामी अगाडि बढ्छौँ, परमेश्वरले हामीहरूलाई पनि त्यो चिन्ता फिक्रीबाट उहाँले हामीले के गर्छ, पार लगाउँदै उहाँले हामीलाई के गर्नुहुन्छ, एकदमै हाम्रो जीवनलाई उहाँले त्यो चिन्ता मुक्त उहाँले के गर्नुहुन्छ, हामीलाई गर्नुहुन्छ है। हो, त्यही कारणले गर्दै कसो भन्दाखेरि हामीहरू जहिले पनि कसो भने हामी चिन्तामा होइन, हामी जहिले पनि एकदमै परमेश्वरमा हामी आनन्द भएर, हामी परमेश्वरमा हलसा भएर, हामी परमेश्वरमा हामी एकदमै अगाडि बढेर हामीले परमेश्वरमा हामीले के गर्नुपर्छ, हाम्रो मन मस्तिष्कमा हाम्रो परमेश्वरलाई राखेर हामी सधैँभरि हामी प्रार्थना साथ हामी अगाडि बढ्यौँ भने त्यो चिन्ता फिक्री